साथीहरू, इन्टरनेटको जमाना छ। आजभोलि जो कोहीको हातमा स्मार्टफोन हुन्छ र उक्त फोनमा युट्युब, प्ले स्टोर, गुगल र मेलहरू गर्नका लागि जिमेल आइडीको अति नै आवश्यक हुन्छ साथीहरू। त्यसैले भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नुहोला साथीहरू। भिडियो अति नै उपयोगी हुनेछ जसलाई जिमेल अकाउन्ट बनाउन आउँदैन उनीहरूका लागि अति नै उपयोगी भिडियो हुनेछ साथीहरू। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर सँगै रहेको बेल आइकनलाई प्रेस गर्न भने नभुल्नु होला है साथीहरू। ओके साथीहरू, अब भिडियो स्टार्ट गरौँ। हामी चाहिँ मोबाइल स्क्रिनमा आइसकेका छौँ साथीहरू र गुगल ओपन गर्नुपर्ने हुन्छ र गुगल ओपन गर्ने बित्तिकै चाहिँ माथि आफ्नो प्रोफाइलमा क्लिक गर्नुहोस् र एड एनदर अकाउन्ट अप्सन देख्नुहुनेछ र त्यसमा क्लिक गरिसकेपछि यस्तो इन्टरफेस खुल्नेछ र एकछिन टाइम लिइरहेको छ। हामीले नयाँ अकाउन्ट बनाउने हो त्यसैले क्रिएट अकाउन्टमा क्लिक गर्नुपर्ने हुन्छ। ओन्ली माई पर्सनल युजको लागि क्लिक गर्ने र त्यसमा चाहिँ हामीले नाम हाल्नुपर्ने हुन्छ, फर्स्ट नेम र लास्ट नेम। सर नेम के राख्ने त्यो चाहिँ आफूले राख्नुपर्ने हुन्छ र मैले यहाँ राखिसकेको छु। आफ्नो जिमेल अकाउन्टको लागि तपाईँहरूले पनि राख्न सक्नुहुनेछ साथीहरू आफूले चाहे अनुसारको नाम। फर्स्ट नेम र सर नेम राखेर नेक्स्ट गरिसकेपछि साथीहरू यस्तो इन्टरफेस खुल्नेछ जहाँ चाहिँ हाम्रो डेट अफ बर्थ राख्नुपर्ने हुन्छ र मैले मेरो डिओबी राखिसकेको छु। राखिसकेपछि नेक्स्ट गर्ने र त्यसपछि यस्तो इन्टरफेस खुल्नेछ साथीहरू। यहाँ मेल फिमेल अदर के हो, मेल हो भने मेल राख्ने, फिमेल हो भने फिमेल राख्ने र नेक्स्ट गरिसकेपछि यहाँ यस्तो इन्टरफेस खुल्नेछ। आफ्नो जिमेलमा चाहिँ आइडी कुन राख्ने भन्ने देखाउँछ। त्यसमा चाहिँ मैले त्यहाँ दिएको भन्दा अर्कै राख्न चाहेँ त्यसैले थर्ड नम्बरमा टिक लगाएर चाहिँ आफूलाई राख्न मन लागेको सजिलो सम्झिने राखेर नेक्स्ट गरिसकेपछि यस्तो इन्टरफेस खुल्नेछ साथीहरू र यहाँ चाहिँ पासवर्ड क्रिएट गर्न आउँछ, पासवर्ड राख्न आउँछ र पासवर्ड चाहिँ 8वटा भन्दा माथि क्यापिटल, स्मल, सिम्बल, नम्बर सबै मिसाएर चाहिँ पासवर्ड क्रिएट गर्नुपर्ने हुन्छ साथीहरू र मैले आफ्नो पासवर्ड राख्दैछु र नेक्स्ट गरिसकेपछि यस्तो इन्टरफेस खुल्नेछ। अब यसलाई सेभ गर्न चाहे कन्टिन्यू नभए नट नाउ गरे पनि हुन्छ र स्क्रोल गर्नुहोस् तल गरिसकेपछि नेक्स्ट गर्दै जानुहोस् र साथीहरू यति गरिसकेपछि हाम्रो चाहिँ नयाँ जिमेल अकाउन्ट गुगल आइडी चाहिँ बनिसक्यो साथीहरू, देख्न सक्नुहुनेछ र म यहाँ देखाउँछु भने त्यसको लागि फेरि प्रोफाइल आइकनमा जाने र त्यहाँ लगइन भएको आइडीहरू देखाउनेछ र मेरो यसमा देखाइसकेको छैन र एकचोटि रिफ्रेस गरिसकेपछि फेरि पनि देखाउनेछ। रिफ्रेस गरेर हेरौँ र मैले ओपन गरिसकेँ साथीहरू र मेरो यसमा आइसकेको छ साथीहरू। ल देख्न सक्नुहुनेछ मेरो चाहिँ बनिसक्यो। तपाईँहरूले पनि यसरी नै बनाउन सक्नुहुनेछ साथीहरू। यस्तो सजिलो तरिकाले 2 मिनटभित्रमा चाहिँ बनाउन सक्नुहुनेछ साथीहरू तपाईँहरूले पनि। भिडियो कस्तो लाग्यो जस्ताको त्यस्तै प्रतिक्रिया कमेन्टमा गर्न सक्नुहुनेछ साथीहरू र भिडियोलाई एक लाइकसँगै च्यानललाई सब्सक्राइब गरेर हामीसँगै जोडिएर यस्तै इन्फर्मेसन तथा मनोरञ्जनका भिडियोहरू हेर्न सक्नुहुन्छ साथीहरू। यतिन्जेल मेरो भिडियो हेर्नुभयो नि साथीहरू, त्यसको लागि तपाईँहरूलाई धेरैभन्दा धेरै धन्यवाद साथीहरू। फेरि पनि यसरी नै साथ र सपोर्ट गर्दै जानुहोला। म यस्तै भिडियोहरू लिएर आउने नै छु। त्यतिन्जेलसम्मको लागि बिदा हुन चाहन्छु। हस् त, धन्यवाद, बाई बाई, थ्याङ्क यू, जय नेपाल साथीहरू।